हेलो गाइस, म चाहिँ आज तपाईहरुलाई मेरो कोसेली देखाउन चाहन्छु हो। कोसेली आएको छ नेपालदेखि, मेरो साथीले पठाइदिएको अनि मेरो साथीले दिएको, साथीको मम्मीले पठाइदिएको जतिदेखि तपाईहरुलाई देखाउँछु ल। गाइस हेर्नु, यो चाहिँ राँगाको सिकुटी, भैँसीको सिकुटी अचार हो कि खर्सानी सर्सानी हालेको, पिरो निमक सिमक सबै। अनि यो चाहिँ गुन्द्रुक, अनि यो चाहिँ करेन्ट। मैले कहिले खाएको छुइनँ कि, एक बार पिरो हुन्छ भनेर भन्दै थियो। मैले पहिला पिरो खान्थिनँ नि त, अब चाहिँ पिरो खानु सक्छु म। यसलाई पनि म कुनै दिन बनाउँदाखेरि रेसिपी बनाउँदो रहेछ यसलाई हेरेर। मेरो साथीले बनाएर दिन्थ्यो कि मलाई चाहिँ, अनि मैले बनाउनु पर्थेन, मैले हेरेको थिइनँ, खालि खानु मात्रै जानेको थिएँ। अनि योपालि चाहिँ एउटा मेरो साथीले ट्राई गर, अनि जानेनस् भने फेरि म बनाएर दिन्छु भनेर, त्यसको रुममा चाहिँ छ कि थुप्रै, अनि मलाई चाहिँ यो ट्राई गर्नु बनाउनु सिक भनेर दिएको त। अनि यो चाहिँ भने मेरो साथीले नेपालमा जानुभएको छ कि अहिले चाहिँ, पहिला चाहिँ यही थियो, नेपाल गएको छ। अनि त्यसैले कोसेली रम्पम अनि यो चाहिँ भने मलाई धेरै मनपर्छ हौ। हामी त आसामको मान्छे हो, अनि यो चाहिँ तामुल चाहिँ धेरै मनपर्छ कि, उहाँ चाहिँ गुवा भन्दो रहेछ कि। अनि गुवा पठाइदिएको रहेछ कि कोसेलीमा। अनि यो चाहिँ सुँगुरको अचार हो, सुँगुरको मासुको अचार। यो चाहिँ खोल्दिनँ होला, पिरो छ। अनि यो चाहिँ मेरो कोसेली गाइस हो, मेरो साथीहरूले पठाइदिएको। घरदेखि घर त मेरो घर जाने मान्छेहरू त कोही छैन हो, घरदेखि चाहिँ अब आउनु कोसेली आउनु साह्रै पर्छ, कोही पनि जाँदैन। अनि अब लिएको पनि छैन, कसले पनि अब गएको पनि छैन, म पनि गएकै छुइनँ हो गाइस। अनि त्यही कारण यस्तो गुन्द्रुकहरू भयो, सुपारी भयो हो, यिनीहरू भयो, खाएको थिइनँ कि यति, अब भेट्दैन त यहाँनिर। अनि साथीले पठाइदिएको। हेलो हाई गुड मर्निङ गाइस, म चाहिँ उठिसकेको छु, बिहान उठेको है। के बिहान भन्नु 11 बजी उठेको, तर टाउको दुखेर चाहिँ सुतिरहेको थिएँ हो। अनि म चाहिँ केही गरेको छुइनँ, उठेर मुख दुखेर आउँछु जस्तै भिडियो। अनि मेरो हस्बेन्डले चाहिँ केही बनाउँदैछ कि खानुको लागि टेस्टी चिकन ललिपप नि बा, के भन्छ त्यसलाई, चिकन पकौडा बनाएको छ। अनि तपाईँलाई पनि देखाउँछु ल म। आज चिकन पकौडा अनि राइस, भात चाहिँ पाक्यो कि, मैले भात चाहिँ बनाइदिएको थिएँ। अनि चिकन पकौडा बनाएको छ, अनि हिजोको दाल छ, त्यहीसँग खाने हो आज चाहिँ गाइस। देखाउँदैछु ल गाइस। यो चाहिँ चिकन पकौडा हो, अनि यहाँ चाहिँ पाक्दैछ यति। यो हाम्रो आजको लन्च, ब्रेकफास्ट लन्च सबै। आज ब्रेकफास्ट केही गरेन हो, किनभने मलाई तबियत खराब छ। अनि एकैचोटि भातै खानु पऱ्यो, दबाई खानुलाई, दबाई सबै किनेर ल्याइदिनु पर्छ। अनि अब भातै खान्छु, अनि खाएपछि दबाई खाएर चाहिँ सुत्छु एकछिन हो। थाहा छैन, बहुतै टाउको दुख्दैछ हौ गाइस। हिजोदेखि टाउको दुखेको, राम्रै भएन, दबाई खान्न भनेर खाना भन्दै अटेरी गरेको, झन् साह्रो रातभरि दुखायो हो। अनि अहिले पनि त्यस्तै भइरहेछ हो। भरे एकछिन बेलुकातिर चाहिँ टाउको नुहाइदिनु पऱ्यो साला जिउ त अब बिहान बेलुकै नुहाउँछु म मेरो हो, तर टाउको चाहिँ धुलाउँदिनँ नि त। टाउको चाहिँ भने 3 दिन या 4 दिनमा धुलाउँछु, त्यतिखेर पनि टाउको दुखेर जस्तो हुन्छ। यहाँ हेर्दाखेरि चाहिँ तर फस्के मासु काम छैन। हेर्दाखेरि लाग्छ यो बिमारी हो भनेर, तर भित्र मान्छेको बिमार हुँदो रहेछ गाइस। मान्छेलाई जसले पनि हो हाँसिरहेको देख्दाखेरि कसले पनि सोच गर्दैन कि यो बिमारी छ भनेर हो, तर मान्छेको बिमार चाहिँ हेरेर त देख्दैन रहेछ। जसलाई हुन्छ त्यसलाई मात्रै थाहा पाउँछ। मेरो हस्बेन्ड पुरा काम गर्दैछ हो, गर्दैछ, पानी भरिमा बढाउँदैछ हो, सबै ठिक। मलाई त यो मासुको फ्राई गरेको गन्धले पनि कस्तो लागिरहेछ, भक्क एउटा हुन्छ नि त्यस्तो, खानु मन नलाग्ने, भातै खानु मन नलाग्ने भइरहेको, तर पनि दबाई खानुपर्छ, खानै पर्छ। मलाई त मैले चिसो खानु भने चिसो खाएँ, चिसो पानी खाएँ,
उयो खाएँ अनि ब्ल्याक कफी खाएँ। टाउको दुख्ने भयो त्यसले पो हुन्छ कि राम्रो भनेर ब्ल्याक कफी पनि खाएँ गाइस, तर पनि भएको छैन। 11 बजी नै खाएको मैले ब्ल्याक कफी। के हो अब भात खाएर चाहिँ दबाई चाहिँ खानै पर्ने रहेछ। दबाई खाएर चाहिँ सुत्ने हो। ल त गाइस, अजिब टाउको दुखायो यार। यो पार्टहरू दुखेछ। यो मैले मसालेको थिएँ, रातो भइगएछ। अनि खाना खानु लागेको गाइस हामी चाहिँ हो। खाना खाएर दबाई खानु पर्यो, त्यहाँदेखि सुत्नु पर्यो। बाई लो पुगानु। म बिमारी हो तर मासुको लागि चाहिँ बिमार हुन्छु। मासु खाएर मात्र बिमार हुन्छ। अरे यो खाएर फेरि भात खानुपर्छ। त्यहाँदेखि यो प्याज खानुपर्छ। त्यहाँदेखि चाहिँ लेमन हालेको मासु यसरी खानु ल। हेर्नु गाइस, आज जुन मैले चेन्नईमा यति गरम छैन। आज चाहिँ मेरो छुट्टी थियो, यति गरम छैन कि न त यतिखेर के 6 बजीसम्म पनि घाम टिलिक्कै टल्किन्छ। आज चाहिँ भने 5:30 भइसक्यो, घाम छैन। आज 4 बजीदेखि नै घामै छैन गाइस। चेन्नईको आजको फर्स्ट उयो घाम नलागेको त घाम छैन, घामै छैन। हेर्नु त, यो हाम्रो माथिको नजारा, हरियाली, चाय के बगान, कपडाको बारी।